मौसम कार्यालयको जानकारी अनुसार हाम्रो बुटोल भैरवा सहितका तराईहरूका क्षेत्रहरूमा हट डेज वार्निङ लागू भइसकेको छ, जहाँ टेम्परेचर 40 डिग्री सेल्सियस नागिसकेको छ। अस्पतालहरूमा हिट स्ट्रोकका बिरामीहरू बढिरहेका छन्। त्यसैले आज हिट स्ट्रोक यानि लूको बारेमा बुझौँ। यो भनेको शरीरको टेम्परेचर 40 डिग्री सेल्सियस भन्दा माथि पुग्नु र शरीरले ताप नियन्त्रण गर्न नसक्नु हो। यसको मुख्य लक्षणहरू धेरै ज्वरो आउने, टाउको दुख्ने, चक्कर लाग्ने, छाला तातो र सुक्खा हुने। यदि कोही कतै हिट स्ट्रोकको कारणले कतै ढलेको देख्नु भएको छ भने चाहिँ छाया र चिसो ठाउँमा लैजानु होला र भिजेको कपडाले टाउकोमा र घाँटीमा राखिदिनु होला। हिट स्ट्रोकबाट बच्नका लागि तपाईले प्रशस्त पानी पिउनु पर्ने हुन्छ र बाहिर निस्किँदा तपाईले टोपी अथवा छाता लिएर हिँड्नु पर्ने हुन्छ। एउटा कुरा याद राख्नुहोस्, बेहोसी मान्छेलाई पानी खुलाउने गल्ती कहिले नगर्नुहोला। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस्। यस्तै भिडियोको लागि मलाई फलो गर्न र यो भिडियो शेयर गर्नलाई नबिर्सिनुहोला। धन्यवाद। मौसम कार्यालयको जानकारी अनुसार हाम्रो बुटोल भैरवा सहितका तराईहरूका क्षेत्रहरूमा हट डेज वार्निङ लागू भइसकेको छ, जहाँ टेम्परेचर 40 डिग्री सेल्सियस नागिसकेको छ। अस्पतालहरूमा हिट स्ट्रोकका बिरामीहरू बढिरहेका छन्। त्यसैले आज हिट स्ट्रोक यानि लूको बारेमा बुझौँ। यो भनेको शरीरको टेम्परेचर 40 डिग्री सेल्सियस भन्दा माथि पुग्नु र शरीरले ताप नियन्त्रण गर्न नसक्नु हो। यसको मुख्य लक्षणहरू धेरै ज्वरो आउने, टाउको दुख्ने, चक्कर लाग्ने, छाला तातो र सुक्खा हुने। यदि कोही कतै हिट स्ट्रोकको कारणले कतै ढलेको देख्नु भएको छ भने चाहिँ छाया र चिसो ठाउँमा लैजानु होला र भिजेको कपडाले टाउकोमा र घाँटीमा राखिदिनु होला। हिट स्ट्रोकबाट बच्नका लागि तपाईले प्रशस्त पानी पिउनु पर्ने हुन्छ र बाहिर निस्किँदा तपाईले टोपी अथवा छाता लिएर हिँड्नु पर्ने हुन्छ। एउटा कुरा याद राख्नुहोस्, बेहोसी मान्छेलाई पानी खुलाउने गल्ती कहिले नगर्नुहोला। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस्। यस्तै भिडियोको लागि मलाई फलो गर्न र यो भिडियो शेयर गर्नलाई नबिर्सिनुहोला। धन्यवाद।